गुड मर्निङ गाइज। आज चाहिँ म आफ्नो भैलोको डे 2 को लागि रेडी हुँदैछु। अनि बिहान उठेर ब्रस गरेर मुखहरू धोएर अनि फ्रेस भएर चाहिँ म चाहिँ आफ्नो भैलोको डे 2 को लागि रेडी भएँ। अनि त्यसपछि त्यसको चाहिँ क्लिप छैन यहाँ। अनि त्यसपछि हाम्रो फर्स्ट स्टप चाहिँ मदरल्यान्डमा थियो। त्यति बेला चाहिँ यो भ्यू कति राम्रो आएको थियो। अनि फर्स्ट स्टप चाहिँ हाम्रो मदरल्यान्डमा थियो। अनि हामी चाहिँ सरहरूको घरमा गएर चाहिँ हामी त्यहाँ सेटअप गरेर हामी सबैजना हाम्रो फर्स्ट डान्सको लागि चाहिँ रेडी हुँदै थियो। अनि हामी सुन्नुहुन्छ समीरा छ अनि मेरो सबै बहिनीहरू सर चाहिँ बोल्दै हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ गाइजहरू यो चाहिँ मैले नाचेको एउटा डान्स हो होइन। मैले डान्स चाहिँ धेरै नाचेको थिएँ तर यो चाहिँ एउटा मात्रै छ मैले खिचेको चाहिँ होइन। अनि त्यही भएर चाहिँ यो चाहिँ हेर्न मन छ भने चाहिँ राम्रोसँग हेरिदिनु होला। भिडियो लामो छ अनि त्यही भएर म चाहिँ हल्का स्पिड अप गरेर चाहिँ हालिदिन्छु है, हेर्नु होला। त्यसपछि चाहिँ हामी मदरल्यान्डबाट छुटेर चाहिँ हामी म र बहिनीहरू चाहिँ हाम्रो नेक्स्ट अथवा लास्ट स्टपमा चाहिँ हामी लास्ट स्टपको लागि चाहिँ हामी हिँड्यौँ त्यहाँबाट। म चाहिँ यहाँ छु है गाइज। अनि हामी चाहिँ त्यही डान्स सिक्ने ठाउँमा गएर कपडाहरू मिलाउँदै थियो, कपडाहरू लाउँदै थियो। अनि अति भोक लागेर चाहिँ हामी खाजा खान गयौँ होइन। अनि यहाँ चाहिँ म र मेरो बहिनीहरू छौँ। यस्तो झ्याउ लागिरहेको थियो अनि खाजा हेर्नु। अनि पछि हाम्रो लास्ट स्टप चाहिँ हाम्रो संस्थाको चाहिँ संरक्षकज्यूको घरमा थियो। अनि हामी चाहिँ यतिकै
हाम्रो अलिक सेटअप हुँदै थियो त्यति बेला चाहिँ। त्यहाँ चाहिँ त्यो साउन्ड सिस्टमहरू मिलाउँदै गेस्टहरू आउँदै हुनुहुन्थ्यो अनि हामी त्यत्तिकै बसिरहेको थियौँ। अनि सबैजना चाहिँ हामी यहाँ पर्खेर बसेको थियौँ। हेर्नु न हामी सबैजना यसरी बसेको थियो त्यति बेला चाहिँ। अनि मलाई यति झ्याउ लाग्यो त्यति बेला, यति खुट्टा दुखेको थियो नि मेरो, यति खुट्टा दुखेको थियो गाइस। यति बेला चाहिँ हाम्रो भैलोको इन्डियन थियो होइन। अनि हामी सबैजना चाहिँ नाच्दै रमाइलो गर्दै लास्टमा चाहिँ धेरैजना हुनुहुन्थेन, सबैजना घर जानुभएको थियो आफ्नो घर जानु परेर। अनि यति थियौँ हामी, रमाइलो भएको थियो। अनि त्यसपछि चाहिँ म चाहिँ घरतिर लागेँ, मलाई सरले पुऱ्याइदिनु भयो आफ्नो घरमा। अनि म चाहिँ यसरी खुसी हुँदै जाँदै थिएँ होइन। अनि घर पुगेपछि हेर्नु न गाइस कस्तो राम्रो र बिरालो आएको क्या हाम्रो घरमा, अनि कस्तो क्युट थियो कि है। अनि त्यसपछि चाहिँ आन्टीले चाहिँ माला उन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि मैले आन्टीलाई चाहिँ यता फर्केर हाई भन्नु भनेको, अनि ठ्याक्क हाई भन्नुभयो है, हेर्नु गाइस। अनि कस्तो राम्रो हुनुहुन्छ। अनि त्यहाँ हेर्न मेरो टफी कस्तो क्युट छ है गाइस, कस्तो राम्रो लाग्छ मलाई त यो त है। अनि त्यसपछि चाहिँ हामी लेक साइड यसो डुल्न गएको थियौँ। अनि त्यति बेला चाहिँ यो डान्स कस्तो राम्रो लागेको थियो है गाइस। अनि यति धेरै भिड थियो लेक साइडमा त आम्मामा। अनि त्यसपछि चाहिँ म घरतिर लागेँ है। अनि घर आएँ म, अनि यो चाहिँ मेरो घर हो है गाइस। अनि त्यसपछि चाहिँ यसरी नै आजको मेरो डे 2 पनि सकियो। थ्याङ्क्स फर वाचिङ। मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई बाई।